मलाई चिन्ता छ पचासतिरको आज त लुम्बिनीको सफर हो अब बेलुका 10-11 बजे घर जाँदाखेरि आनन्द छ ल खेर आनन्दसित बस्न पाइएछ लुम्बिनीमा यस्तो हिसाबले जिन्दगी अप्ठ्यारो छ यार मलाई यही बस है कुमारहरूको आगो लाएर जलेको यहाँ राखेपछि म पनि यसैको सानो चाहिँ यस्तरी जलाएको छु यही भाइ बाटोमा यसरी राखेको छ नि भरे म टिकटकमा हालिदिन्छु है यो यसरी पुरै जलाएको यार यो काफल हौ बुटो कले हल्लाउँछ क्या यहाँ टिप्न लागिए क्या हो नि यहाँ काफल को जाइन आछन् है यहाँ बार्याउ काफल टिप्न कसले पठाइदियो तँलाई काफल टिप्न हा चाख्ने भन्दा त किनेर खान सक्दैनौ किनेर खाएको हुन्छ गाह्रो काफल सस्ता 100 रुपियाँ मानो